भाइ खेलेर बसेको छस् त आज त बाबाले क्विज पनि सोधिसिन्न के यार बाबाले पुजे सोचेन म त यहाँ लेख्दै खेल्दै बसेको भाइ म सोधिहालौँ त ल ल नेपालको राष्ट्रिय गानबारे सोध्छु है त ल ल ल नेपालको राष्ट्रिय गानको टपिक के हो भन् त नेपालको राष्ट्रिय गानको टपिक अँ सयौ थुङ्गा हो यसको रचयिता को हुन् यसको रचयिता अँ व्याकुल महिला व्याकुल महिलाको खास नाम के हो प्रदीप कुमार राई अनि यसको सङ्गीतकार सङ्गीतकार अँ अम्बर गुरुङ हो यसमा कतिवटा हरफ छन् 8 कतिवटा शब्दहरू छन् 46 कतिवटा अक्षरहरू छन् 100 अँ 28 हो जम्मा यो कतिजना गायक गायिकाले गाएका हुन् 20 हो यो कहिले लागू भएको हो यो 2064 अँ साउन अँ 18 गते हो यो संविधानको कति अनुसूची कति भाग र कति धारामा छ अनुसूची 1 अँ अनि भाग अनुसूची 2 अँ भाग 1 अँ अनि धारा अँ 9 ल ठिक छ, आयो आयो ल म खेल्न थालेँ ओके